हेलो नमस्ते तपाईँहरूलाई स्वागत छ मेरो न्यू ब्लगमा। आज म काठमाडौँबाट पछि जाँदैछु। तपाईँहरूलाई के हुनेछ म बाटोमा देखाउने छु। हेर्नु सक्नुहुन्छ होइन तपाईँहरूले फाइनली काठमाडौँबाट आउँदा चाहिँ अहिले म चाहिँ जाममा परिसकेको छु। जाम हेर्नु सक्नुहुनेछ। जाम हेर्नु सक्नुहुन्छ। फाइनली गाइज नमस्ते तपाईँहरूलाई स्वागत छ मेरो न्यू ब्लगमा। आज म काठमाडौँबाट पछि जाँदैछु। तपाईँहरूलाई के हुनेछ म बाटोमा देखाउने छु। हेर्न सक्नुहुन्छ जाम लागेर चाहिँ अहिले यहाँ भिड भइसकेको छ। जाम चाहिँ यति धेरै जाम छ नि यहाँ होइन। टिभीबाट भन न जाम हेर्नु जाम लागेर मान्छे अब हिँडेर पछि मोरङ पुग्नु लागिसक्छ। हिँडेरै मान्छेहरू हिँडेरै अब घर जानु भयो। भकुन्डे बेसी हिँड्दै भकुन्डे बेसीदेखि जाम लागेको। केपीलाई भोट हाल्नको लागि यस्तो दुःख गरिरहेछ भन न। केपीज्यूलाई केपी बा त होइन केपी बा तपाईँ कहाँ हुनुहुन्छ केपी बा भन्दै त्यस्तै गर्नु। दाइ दिनु पऱ्यो अलिक दाइ खत्रै दिनु पऱ्यो दाइ अलिक। दाइ गएर 2-3 लगाइदिइहाल्नु है। म पनि दाइ अगाडि पछाडि हेर्ने म छु दाइ। केही भयो भने अगाडि पछाडि हेरिदिन्छु म दाइ। जुत्ता खोलेर हिँडिदिन्छु होइन दाइ अगाडि पछाडि हेरिदिन्छु। यस्तो कटमा हेरिदिन्छु नि दाइ। होइन दाइ दिनु पऱ्यो नि त अलिकति चल्प होइन नि दाइ अगाडि पछाडिको मतलब हेर्ने क्या। कताबाट हान्दैछ यस्तो हानिरहेको रहेछ भनेर सिकाउनु त पऱ्यो नि त। जामले मारो जामले जामले जाजा अब यस्तो नि त दाइ सुन्नु त्यो दाइले बोधी खायो भने त दाइ हेर्ने त मेरो काम। बोधी त कहाँ म खान्छु त म त हेर्ने मात्रै हो सिधा। उसले बोधी खान्छ म चाहिँ ला हानु दाइ कताबाट हानु भन्छ। त्यस्तो कुन कटले हानु त दाइ त्यस्तो यताबाट हानु कि दाइ उताबाट हानु भन्ने ट्याङ्गै हो नि त। त्यसपछि त होइन दाइ हो क्या नि त केही छ त्यो भन्दा भन्नु। रेस्लिङमा भनेको चाहिँ नि दाइ होइन हेर्ने मात्र होइन दर्शक बिन्दु चाहियो। बोधी हान्छ तर कताबाट चाहिँ हानु क्या त्यो दाइलाई। म त सपोर्ट त दिन्छु भने नि त तर म त अगाडि पछाडि हेर्ने पो सपोर्ट दिन्छु भनेर म कुट्छु त भने सुन त्यो दाइलाई हानिहालेछ भने म चाहिँ अगाडि पछाडिबाट एकदमसँगले साथ दिनेछु। तर हेर्नु मात्र साथ हो नि कुट्टै खानु चाहिँ होइन हेर्नु मात्र साथ हो। बोधी हान्दाखेरि त हेर्नु पऱ्यो नि त। कहाँ त रेफ्री बस्दा त देख्नु भन्छ होइन चार्ली च्याप्लिनले पछाडि या गरेर प्याच हान्दैन यस्तो क्या त। चार्ली च्याप्लिन त्यो रेफ्रीको पछाडि पुगिस हान्छ नि यस्तो छर्किँदा अनि चार्ली च्याप्लिनलाई लाग्दैन बक्सर उयोलाई लाग्दैन रेफ्रीलाई। म चाहिँ बाहिरबाट घन्टी ठोक्ने क्या पाले 2 सिक्का झगडा पर्छ म चाहिँ पाले घन्टी ठोक्ने मात्र हो। घन्टी त ठोक्नु पऱ्यो नि त। राउन्ड 1 टिङ टिङ राउन्ड 2 टिङ टिङ होइन अङ्कल खाना खायो अभी नहीं खाबी उधर ढाबा पे नहीं खाबे वो उधर देखो ना ढाबा है ना ढाबा पर जाके खा के पी के आके छेड़ दिए खा के पीते हक दिए। इस तरह अब भ्लग बनाउँदै जाँदाखेरि एक दिन भाइरल होइनला नि त। अहिले पो म भाइरल छुइनँ पछि त भाइरल होला नि त होइन दाइ।
हो कि नि दाइ अहिले भाइरल नभयो भने पछि म फिक्स भाइरल हुन्छ एक दिन त एक दिन देखाउँछु अहिले जाम पनि खुलिसकेको छ होइन अब चाहिँ हामी गाडी चढ्नुपर्ने हुन्छ तपाईँहरू हेर्नु सक्नुहुन्छ जाम खुलिसकेर पनि अहिले अब हामी चाहिँ सबजना हामी चाहिँ आइसक्रिम चिप्सहरू लिएर खाजा लिएर आइसकेको छौँ अब हामी चाहिँ जाँदैछौँ जाम खुल्यो बल्ल बल्ल आधी घन्टापछि जाम खुलिसकेको छ आधी घन्टा 1 घन्टा भइसकेको छ हामी जाममा बसेको थियो होइन जाम खुल्ने बित्तिकै सरर चढ्दै होइन अब गाडीमा चढेर जाम खुल्यो फाइनली अब हामी भेट्नु छ एकछिनमा भात खाने बेला हामी भेट्नुपर्छ फेरि भोट हाल्नको लागि त्यो पनि सरकारको पैसाले होइन आफ्नो नगद पैसाले सरकारको पैसा अस्ति जलेर नष्ट भइसकेको छ अहिले भिख माग्ने अवस्था भइसकेको छ सरकार हामीलाई नै जनता उठाएर दिनुपर्ने छ सरकारलाई अहिले अनि भोट चाहिँ केमा हाल्ने हो त भोट भनेको चाहिँ अहिले हामी ट्याङ्गे गएर कागजमा ड्याम्मै कागज